साथीहरुमा चाहिँ आकृतिको घर आएको छु अनि यहाँ चाहिँ म आरु बोहरा टिप्न आएको है। आरु बोहराको रुखमा चढ्दै छु है म चाहिँ। आरु बोहराको बुट्टा बाहिर त केही छैन, भित्रबाट हेर्छु। यहाँ चाहिँ मच्छर छ के एकदम धेरै। चढ्ने चाहिँ कसरी? ल खस्दैन होला नि। साथीहरु आरु बोहरा टिप्न एकदम मुस्किल छ हैन। साथीहरु भर्खर पानी परेको हैन अनि यहाँ यस्तो चिप्लो छ हैन। आरु बोहरा टिपेर खान नि साह्रै गाह्रो छ। हेर्नुस् यस्तो हालत छ मेरो। अनि उ त्यहाँ छ आरु बोहरा चाहिँ यस्तो टाढा टाढा छ, कसरी भेट्टाउने होला? राम राम। ओ माई गड, यहीँ रहेछ नि त एउटा दुईटा हैन। यस्तो टिपेर गोजीमा ख्वाट्ट हालिहाल्छु नि त। म चाहिँ आरु बोहरा टिप्छु अनि तपाईहरुले भिडियो देखाउँछु। साथीहरु हाम्रो गाउँको लोकल आरु बोहरा। फाइनली मैले चाहिँ अलिकति टिपेँ हैन। अब धेरै टिप्दिनँ म हैन। आरु बोहरा खासै धेरै खान नि हुँदैन किनभने पेट दुख्छ के, छेर्छ। लगभग मैले चाहिँ यति टिपेको छु है साथीहरु। यहाँ मुनि चाहिँ यो म गोठमाथि छु हैन। उता मकैबारी रोपेको छ, म यहाँ गोठमाथि छु। अनि गोठमाथि चाहिँ खासै उस बलियो छैन के। म चाहिँ अलि हल्का हल्का छु नि त अनि त्यही भएर डढाइ चढ्नु परेको छ, टिप्नु परेको छ। अब खाना बनाउँछ हैन। आफ्नो घर छैन, पहिला त थियो, अहिले चाहिँ घर बनाउनको लागि चाहिँ उस गरेको छ के। आरु बोहरा डोजरले भाँच्दियो अनि गाह्रो छ। मेरो यो जाने बाटो यो हो। म यहाँ निस्किन मुस्किल छ मलाई। साथीहरु आरु बोहरा चाख्दै छु है, कस्तो रातो छ के सानियाको घरको। लोकल आरु बोहरा अलि ठुलो खालको यो चाहिँ। भेरी टेस्टी। ल त साथीहरु मेरो आजको भिडियो यति नै हो। आरु बोहराको बुट्टा एकदम ठुलो छ। अहिले चाहिँ असिना पानीले यो लुम्ले काँडेमा चाहिँ धेरै असिना पानी परेको हुनाले सबै झरिसकेछ के, त्यही भएर खासै छैन। सानी आमा हो चाहिँ मेरो। डलाउने यार, भैँसीले ढङढङ गरेको छ। म राखेँ साथीहरु, यति हो मेरो भिडियो। ल बाई।